हेलो गुड मर्निङ नमस्ते स्वागत छ फेरि पनि मेरो भिडियोमा साथीहरू। आज चाहिँ यो जङ्गलमा कहाँ होला भन्नुहुन्छ होला तपाईहरुले। हामी 15 पुस यानी तमु लोसार मनाउनको लागि सबैजना टोलको दाजुभाइ दिदीबहिनीहरू यहाँ आएको छौं। अहिले बिहान बिहान आज दिनभरिको प्रोग्राम हो हाम्रो। कस्तो हुन्छ भिडियोमा रहिरहनु होला। ल सबैजनालाई गुड मर्निङ नमस्कार छ है। मेरो भिडियोमा भिडियो आउँछ है युट्युबमा। मर्निङ ल सबैजनालाई वेलकम। फेरि पनि चिया बन्यो त? चिया बन्दैछ भने कलर हेर्दाखेरि त नमिठो भने होला जस्तो छ। चियामा दम छ है। पकाएको पाल्यो भन्नु न पहिला। मान्छे यति राम्री मान्छेले बनाएपछि त चिया नमिठो हुने कुरै भएन कि। अन्त यसमा अब समूह अध्यक्ष स्वयं खटिनु भएको छ। यो सेलरोटीको लागि हाम्रो दिदीहरूले तयारी गर्दै हुनुहुन्छ एन्ड कटिङ। अनि यता यो फेरि बटुकको लागि हो न। आज परिकार धेरै छ के हाम्रो। हामी ब्रेकफास्टदेखि लिएर डिनरसम्म यतै होला जस्तो छ आज। हाम्रो आजको प्रोग्रामको फर्स्ट चिया छन्नी भएन कि होइन। पहिला चोक्दा खोज्थ्यो ए लाइन आयो सही भयो। 500 रुपियाँ आयो। चिया पनि थपेर खाने र अरूलाई पुगेपछि मात्रै तपाईहरु पिउनु पहिला। चिया पनि थपेर खाने भयो। चिया तुर्यामै चिया तुराउनु सेकेन्ड राउन्ड हुँदैन अहिले तुर्याउने। अहिले पछि त अर्को चिया हो। अर्को चिया हो बिना चियापत्तीको। चिया राम्रो भयो है। एकदम राम्रो चिया। हाम्रो अध्यक्षज्यू नै एकदम कसिएर बनाउनु भएको। दिदीले यति मिठो चिया पिलाउनु भयो। धेरै धेरै धन्यवाद। अब चाहिँ यहाँ बन्दैछ खसीको भुटुवा। ए यहाँ बन्छ खसीको भुटुवा। एन्ड हाम्रो चाहिँ साथीहरू के गर्ने यस्तै छ यी आगोमा हो। हामीसँग ग्यासहरू एभाइलेबल जङ्गलमा छैन। अर्ग्यानिक ग्यास अर्ग्यानिक दाउरा अर्ग्यानिक बनाए। ल तपाईँहरू पनि नजिक हुनुहुन्छ नि सामेल हुन सक्नुहुन्छ है। अहिले इभिनिङसम्म हामी यहीँ हुन्छौँ। इभिनिङ भन्दा नि यो कति 5 बजे त रात परिहाल्छ। ल त गाइस यहाँ चाहिँ खसीको भुवा हुँदैछ। अनि यो हो त बल्ल रोटी बन्यो। कति राम्रो रोटी बन्यो दिदीहरूले। यो बटुको लागि है दिदी। यस्तो छ अब हुँदैछ बिस्तारै खानेकुरा तयार। भुटुवा त खसीको भुटुवा साथीहरू। 4 धार्ने खसीको भुटुवा बनिसकेको छ। अलिअलि कलर त आयो ल। एकदम मिठो बसाल्छ। यो चाहिँ चिकनको लागि। आहा एकदम राम्रो। ल कतिवटा बन्ने भयो? प्रशस्त पुग्ने भयो।
बटुकको झन् त्यो यो त झन् थुप्रै बन्छ होला है। ल दाइहरू हुनुहुन्छ हामीसँग यही दाइहरू यता। ल म हाने एकैछिनमा है त। केही तारतुर लगाएरै बनाएको छ होला। बाँदर कुना भनेको यही हो। यहाँबाट यसरी यो यहाँ फेरि माघे सङ्क्रान्तिमा सानो प्रोग्राम छ अरे साथीहरू। त्यही हो केटाकेटीहरू खेल्नको लागि। अनि यता सायद यो दसैँतिर लगाएको थियो होला यो पिङ लिङ्गे पिङ। अहिले चाहिँ चुडिसकेको छ होइन। बाँदर कुना परिसर यही हो। ल दाइहरू खेलिरहनु भएको छ, इन्जोय लिइरहनु भएको। ल हामीहरू यस्तो आनन्द लिँदैछौँ, मजा लिँदैछौँ। यहाँतिर रमाइलो भइरहेछ। अब अहिले घाम आएपछि चाहिँ अति आनन्द आउँछ होला, तर त्यति जाडो फिल भइरहेको छैन। यस्तो छ साथीहरू। दाइहरू हामीहरू हाम्रो टोलको दाइहरू यसरी आनन्द लिँदै हुनुहुन्छ यतातिर। सकिन्न दाजु, अब बुढो भइयो। दाइहरू यसरी हिँड्दैछौँ चौरमा। तर जनता कम्पनीको विमल भन्ने थियो, त्यो आउँथ्यो फर्स्ट। त्यो नहुँदाखेरि पोखरामा छ अहिले मेरै कम्पनीको डोले भन्ने। दिदीहरू त यहाँ हल्का म्युजिकको बोइलर होइन, यो अर्को के भन्नु बोइलरवाला हो। देवी देवता जो पनि छ हरूलाई हामीले यहाँ चढाइयो। ल तपाईँहरू खानुहोस्। अनि यसको पछाडि फेरि हामी अब सुरु गर्छौँ एकछिन पछाडि है त। ल मेरो पल्टनको बुढो मान्छे यता दाइ बुढो मान्छे हुनुहुन्छ। उता हाम्रो टोलको एकदम अग्रज दाजु हुनुहुन्छ यतातिर। ल दाजुहरू चौरमा आनन्द लिँदै हुनुहुन्छ है साथीहरू। लगभग हाम्रो सबै खानेकुरा जो आइटमहरू बनिसकेको अवस्था हो। अब बिस्तारै हामीले सिटिङ प्लान चाहिँ यस्तो बनाउँदैछौँ। यो खालको लगभग एल आकारमा चाहिँ सिटिङ प्लान बनाएका छौँ। अब हामीलाई धेरै भएको छैन, 30 to 35 को सदस्यहरू मात्रै हुनुहुन्छ। नानी बाबुहरूको एक्जामले गर्दाखेरि धेरैभन्दा धेरै नानी बाबुहरू आउन पाएन। अहिले कसैको एक्जाम चल्दै गरेको, कसैको भोलिदेखि एक्जाम भएको हुनाले होइन। ल अब हाम्रो खाना एकदम रेडी अवस्थामा छ। अब हामी केही छिनपछि फेरि स्टार्ट तमुलो सर। ल मसला भएको अब लगभग सबै खसीको मासु। बस्ने हाम्रो सिटिङ प्लान चाहिँ यस्तो छ होइन। मेरो एकदम हृदयदेखि नमस्कार। यो 15 पुसको आज लोसार चाड, यसो दिदी बहिनी दाजुभाइ बसेर यसो रमाइलो गरौँ भन्ने भएको। अनि अब मैले अस्ति मात्रै कुरा राखेँ, त्यसमा पनि सबैजना सहमति भइदिनु भयो। एकदम मुरी धन्यवाद। फेरि पनि यस्तै गरी मनाउन पाऊँ। अब आउने चाडपर्वहरू अब आउँदैछ नयाँ साल, फेरि एकदम रमाइलोसँग मनाउनु पर्छ। सबैजना मिलिजुली हाँसी खुसी हाम्रो
समूहको नामै मिलिजुली हो। अनि यस्तै गरी अझै पनि दिदीबहिनी दाजुभाइहरू सबै एक मन एक मुटु भएर मिलेर अघि बढ्न चाहन्छु। सबैमा हस्तेमा हैसे गर्ने हो। अब यति भन्दै मेरो 2 शब्द यहीँ अन्त्य गर्छु। हस्त नमस्कार, धन्यवाद। ल है साथीहरू, यो गिलासमा के छ यसलाई चाहिँ नहेरौँ होला अलि। यो खानु नि त नै ओहो मासु छैन थप्पुवा मासु थप्नु पर्यो भयो छ नि। हाम्रो तमु लोसारको रमाइलो पल है। ल साथीहरू, हामी चाहिँ खाँदै पिउँदै छौँ। जाडो जाडो भयो आज, घाम लागेन दिनैभरि जस्तो आज घाम देखेको छैन। यहाँ हाम्रो दिदीबहिनीहरू खानपिन सकेर पनि उठिसक्नु भएको छ र गइसक्नु भएको छ उतातिर। अब रमाइलो गर्नको लागि अब हामी पनि एकछिनमा जाँदैछौँ। हामीसँगै रहनु होला, हामीसँगै रमाउनु होला है त।
साथीहरू भरपुर नाच गान त नभनौँ, नाचियो, रमाइलो गरियो। अब लगभग 4 बजिसकेछ। अब खाना खाने, जति रुच्छ त्यति खाना खाने, अनि फेरि आफ्नो घरतिरको बाटो लाग्ने भनेर हामीहरू यता खाना खान लाग्नु भएको छ। दिदीहरू दाइहरू सबजना यसरी। आजको मौसम चाहिँ एकदमै कस्तो हो भन्दाखेरि बिल्कुल घाम लागेन, एकदम चिसो चिसो मौसम है, चिसो भयो मौसम एकदमै। होइन आफै ल होइन, हजुरले जति मन लाग्छ जस्तो मन लाग्छ झिकेर खाने। ए कपाल गयो। केटीहरू खाना खान लाग्नु पर्छ। दाजु खाना खाने ल, खाना खाने ल, जति रुच्छ खाना खाने। लौ त साथीहरू, अब सबै चिज भयो। आजको कार्यक्रम यहीँसम्म आएर समाप्त भयो। अब यो भिडियोलाई पनि म यहीँ आएर अन्त्य गर्छु। कस्तो लाग्छ भिडियो कमेन्ट गरिदिनु होला, अनि मन पर्यो भने लाइक गरिदिनु होला, मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। फेरि अर्को भिडियोमा भेट्नेछौँ। कस्तो लाग्यो तपाईँहरूलाई भिडियो जरुर कमेन्ट गर्नु है त। थ्याङ्क यू।